भयो। नमस्कार सबैजनालाई। आज चाहिँ बुवासँग छु। बुवाको अहिले 82 कति वर्ष गर्नुभयो बुवा? 83 वर्षको हुनुभयो। 83 वर्षको उमेरसम्ममा धेरै अनुभवहरू जीवनमा बटुलिसक्नु भएको छ। यसै जीवनका कुराहरू मात्रै सुन्दा पनि रोचक हुन्छन् बुवाहरूका। पहाडमा जन्मिनुभयो, हुर्किनुभयो, सङ्घर्ष दुःख गर्नुभयो, धेरै ठाउँको यात्राहरू गर्नुभएको छ। धेरै कुराहरू छन्, धेरै पाटाहरू छन्, कुरा सुन्न लायक कुराहरू धेरै छन्। तर अलिकति एउटा यो चाहिँ विशेष हुन्छ होला जस्तो लागेको छ मलाई। बुवाहरूको बुवा, हाम्रो हजुरबुवा चाहिँ 21 सालमा साना साना बुवा काका अनि हाम्रो बडोबा अनि फुपू एकजना त्यस्तोलाई छोडेर उहाँ चाहिँ हराउनु भएको थियो। अनि त्यस पछाडि बुवा हजुरबालाई खोज्नको लागि आसामका विभिन्न ठाउँका यात्राहरू गर्नुभयो बुवाहरूले। र त्योसँग सम्बन्धित विषयमा केन्द्रित भएर कुराकानी गर्नको लागि यसै अनौपचारिक कुराकानी हो यो कुराकानीका लागि आएकी छु बुवालाई लिएर। बुवा नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ नि? सन्चै छु। पुराना कुरा हजुरबाले घर छोडेर हिँड्दाखेरिका कुराहरूलाई कसरी सम्झिनुहुन्छ? कस्तो थियो त्यतिखेर त्यो बेला? पहिला म 7 वर्षको हुँदा आमा स्वर्गीयवास जानुभयो। अनि दुःख सुख गर्दै लग्यो। पछि आमा गएपछि अलिक बढ्दै गएपछि 11 वर्ष भएपछि दाजु कहाँ पढ्न भनेर कता कता जानुभयो, फेरि आउनुभयो। हिँड्नु पर्ने रहेछ भनेर म पनि एक दिन भागेर मावल पो जानु पर्यो भनेर हिँडेँ। अनि मावल जान बाटो देखिएन। अनि तल आङलाङ भन्ने जाने आङलाङ जाने बाटो ठुलो थियो, त्यो बाटै बाट गएँ। मावल चाहिँ कहाँ थियो? जितपुर। अनि गएँ। जाँदा दुईजना मान्छे अगाडि अलिक पर जाँदैदेखि अनि सँगै तिनीहरूलाई पछ्याउँदै गएको। तिनीहरू तल खोलामा गएर खोलो तरिहाले। अनि खोलाले बगाउँछ भनेर सुनेको छु। अनि म पनि तिनीहरूलाई बोलाएको, खोलो ठुलो छ आइज भने पर पारी पुगेर। अनि तिनीहरू भन्छन् नि सुनेको छु खोलाले बगायो भने अब त अलिक तल पुर्याएर उतार्छ भने सुनेको छु। अनि पस्ने खोलामा तिनीहरू गइहाले। अब अलिक कहाँ पुर्याएर बगाउँछ भन्दै अलिक पर गएँ। घुँडासम्म पानी आयो। अब त बगाउँछ कि भने अलिक पर पुगेँ। तिग्रासम्म पानी आयो। त्यसो गर्दै कम्मरसम्म पानी आयो, बगाएन। कुन खोलाले? देउमाइले बगाएन। अनि नबगाउने रहेछ भनेर पारिपट्टि गएँ। तरेर जानुभयो, बगाएन? कम्मरदेखि अलिक उँधो अलिक तलसम्म आयो पानी, त्यहाँबाट उँभो आएन। अनि फिर्केर घर आएँ। पारी पुगेर फेरि फर्केर आउनुभयो घरै? फेरि आएँ घरै पुगेर घरै आएँ। अनि त्यसमा केही बाद पछाडि छिमेकी घरमा पुराण लाग्यो। कारोबारी कहाँ पुराण सुन्न आउँदै त्यहाँ धेरै मान्छेले पैसा पनि चढाउनु धेरै पढ्नु पर्ने रहेछ भन्ने ज्ञान आएर अनि 12 वर्षको थिएँ त्यति बेला। 12 सालमै होला। 12 साल हो कि 13 सालमा हो। तपाईँ 49 साल है? त्यहाँबाट गएँ। घरबाट हिँडेका दिन एकातप्पा पुगेर बसेँ। घरमा बिदा नमागी जानुभयो? भागेर हिँडेको नि। एक मानुले चामल पोको पारेको थियो। 8 आना पैसा थिए। त्यो पनि त्यो पुराणबाट ल्याएका बाले ल्याएका चामल खोजेर
बेला पारेका बुवा चाहिँ पण्डित हुनुहुन्थ्यो पुरोहित। अँ अनि त्यो पैसा लिएर फोणतप्पा पुग्यो। फोणतप्पामा एउटा खोदाले बास बसेको, खोदाल बुढाले साह्रै हप्कायो, दुध र भातले मात्र हिँडेको भनेर। त्यहाँबाट घर छोडेर भागेर हिँडिस् भनेर। अनि त्यहाँबाट भोलिपल्ट बिहानै उठेर ऊ लागे माथि घुर्बिसे पञ्चमी भन्ने ठाउँ पुगेँ। ए भने घर फर्किनु भएन फर्किनँ, घुर्बिसे पञ्चमी पुगेँ, दिनलाई हिँडेको। ए पढ्नलाई त्यतिखेर सडानन्द गुरुकोमा। ए घुर्बिसे पञ्चमी पुगेर अनि उता डोबाटेको, एउटी डोबाटेमा एउटी हाम्रो बाहुन दिदी भन्ने थिइन्। अब त्यहाँ चाहिँ पुग्छु भनेर अनि हिँडेँ त्यहाँबाट। डोबाटे गएँ बल्लबाट डोबाटेमा पुग्यौँ। अनि बाटोमा जाँदा आउँदै सल्लो झरेको रहेछ, यत्रो भैँकटर जस्तो हुँदो रहेछ। सल्लोको फुल हो। अनि लास भैँकटर भेट्टाएँ। अब पर लगेर कोरेर खान्छु भनेर बोकेर गएँ। अनि एक ठाउँमा बसेर अनि त्यो हिर्काएको त कहाँ खबरटा मात्रै हुँदो रहेछ त्यसकै बाद। खानु पाइएन, भोक लाग्यो, भात बिहान नखाइकन हिँडिरहेको थिएँ। त्यो खोलाल कहाँ बेलुका बल्ल बास बसिरहेको। अनि उहाँ पुगेँ बेलुका अँध्यारामा डोबाटे पुगेँ। एउटा गाउँको मान्छेले म पुऱ्याउँछु भनेर सल्लाहकै काठको डाँगो तिरेर पुऱ्याइदियो। ए राति अँध्यारामा। अनि त्यो डोबाटेले चिनिएको थियो बाहुन दिदीलाई, अधिकारीलाई। अनि कहाँबाट आइपुग्यो भने अनि दुःख उसले पनि चिन्नुभयो, उहाँले पनि चिन्नुभयो। त्यो उसले चिनेको त आइरहन्थ्यो नि त। यसो के रोटीहरू पकाएर लिएर आउँथे हाम्रा घरमा। ऊ धान भेला गर्थे र चामल लान्थे कुटेर। साह्रै दुखी भएर बस्या। अनि बेलुका दुःख भात खाइयो। अनि बिहान बसेँ, बिहान राति नै उठेर हिँडेँ। डोबाटेमा पुगेपछि केही किनेर खाउँ जस्तो भयो। अनि पर छ डोबाटे भने के अरे के बजार छ भने त्यहाँ रानी गाउँबाट पुगेर परतिर बजार के बजार पो छ हौ बेसी। त्यो बजारमा पुगेर केही किनेर खानु पर्यो भनेर खोजेको। पैसा त राति नै सुई कले लगो हातमा पैसा पनि छैन। त्यहाँबाट बसेकै ठाउँमा त्यही अधिकारीका मसँग लागेको थियो। अनि फिर्केँ। फर्केर आएँ, कुद्दै आएँ। त्यो मेरो सुतेको ओछ्यानै उठाएको रहेनछ। अनि मेरो पैसा हराए यहाँ बुझ्नु भएको भएर गएर पनि सुत्या ठाउँमा खोज्दा पनि दुवाना पैसा उठाएँ। अरू चाहिँ छैन। झरे कि लगे त्यही घरका मान्छेले। अनि फेरि गएँ उतै अलिक पर पुगेर अनि यो रानी गाउँमा पनि मेलगोटे भयो। उसको रियलले पढाउँछन् अरे भने सुनेको थियो। त्यहाँ पढ्ने भनेर गएको। रियलका घर पुगेँ, गणेश रियलका रहेनछन् कहाँ गएका थिए कोही। अनि यहाँ त पढाउँदैन, उतै दिङलातिरै जान्छन् यहाँको मान्छे पढ्न भरे त्यहाँको मान्छेले। अनि गएँ त्यहाँबाट जाँदै सिमराया घाट तमरमा पुगेँ मध्य दिनमा। त्यो कस्तो रहेछ त्यो पुल भन्दाखेरि कोक्रो मजाले मच्चाए जस्तो हरिदो रहेछ। अनि होइन कहाँ लामो पो त तमर खोलाको पुल। राम्रै पक्की होइन झोलुङ्गे पुल।
के हो तारहरूको तारले लगाएको तारले झन्डाको उम्, अनि बिचमा पुग्दा त मरियो नि जस्तो हुन्छ नि उम्, उता हुई हावाले यत्तिकै हराउँछ उम्, अनि कसो कसो गरेर पारी तरेँ अनि गएर जाँदै 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 त्यो दुवाना पैसा बोकिराखेको छ मासिया छैन अनि के खाँदै हिँड्नुभयो खोइ के खाएँ त्यस दिन कहाँ कहाँ कस्तो गरेर मकै बुटी मागेर खाएँ जस्तो लाग्छ अनि त्यहाँबाट बेलुका बल्ल बल्ल केउरियानी भन्ने तेह्रथुम पुग्ने बेलामा केउरियानी भन्ने ठाउँमा बास बस्यो त्यो बेलुका भोक साह्रै लागेको थियो केही पनि छैन अनि त्यही मकै कसरी भनेको दुवाडा मानु त्यही दुवाडाको एक मानु मकै भुटी मागेँ ए अरू पैसा छैन अनि भुटिदिएँ अनि त्यही मोही र पानी लिमकै हरामा के दिउँ र पानी र मोही खाएँ के मकै खाएँ हिँड्न चाहिँ त्यहाँबाट सुर छ ती छिमेकीका कुमालका छोरीहरूको घर थियो तेह्रथुममा नागद भन्ने ठाउँमा त्यहाँ जान्छु त्यहाँ मजाले खाना पाइन्छ भात पकाएर खान पाइन्छ भने ल ढुङ्गाना गाउँ सोध्छु यतापट्टि देखाउँछु उतापट्टि त देखाउँदैन नागद भन्ने जाने थिएन अलिक माथि तेह्रथुमबाट अलिक माथि पुगेँ पार्टीको भन्ने ठाउँमा भोकलले साह्रै सतायो अनि त्यहाँदेखि पार्टी पढेँ अलिअलि जाने थियो पार्टी पढ्न पार्टी पढेँ अनि 1.5 महिना चामल भयो भनेको घरमा कसरी पार्टी पढ्नु भएको चाहिँ कसरी पार्टी पढ्दै हिँड्दै पार्टी पढ्दै चामल दिन्छन् बोक्दै अनि अलिक माथि पुगेपछि एउटा लिम्बूकै घरमा भाडा मागेँ धारा छेउमा भात पकाएँ खाएँ साग पनि पकाएँ जस्तो लाग्छ सब्जी पनि पकाएँ अनि मजाले भात खाएँ अनि त्यहाँदेखि गएँ अब त्यस दिनको टरियालो गएँ 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 हरिसेका लेकमा गोठमा गोठहरू रहेछन् त्यहाँ चिया पकाउँदा रहेछ जाडो ठाउँ देशको ठाउँ हरिसेको लेक अनि धेरैबार बसेँ त्यो दोकानमा अनि योसित पैसा रहेन रहेछन् भन्ने त्यसले थाहा पाएर ए बाबु नानी त्यहाँ माथिबाट त्यहाँबाट 2 अँगालो दाउरा खोजेर ल्याइदेऊ म चिया दिन्छु भन अनि 2 अँगालो दाउरा एकखेप ल्याएँ अनि अर्को खेप ल्याएँ 2 अँगालो ल्याउन आउँदै निकै हलुका ल्याएको दाउरा निकै यति ल्याएँ अनि थुपार्थेँ अनि चिया दियो चिया खाएँ त्यहाँबाट हिँडेँ माझीका पल्लैपट्टि माझी नेपाल के अरे दाल बिर्ता नपुगिकन एउटा गुरुङका घरमा बास बस्नु मागेँ बाटोबाट अलिकति तलतिर थियो घर अनि बास पनि दियो चामल पनि दियो ढिकीमा भात पकाउने ठाउँ पनि ठिक गरिदियो भात तातो पनि लागेको थिएन आधी आयो कत्रो भनेदेखि सबै आगो निभाइदियो सबै के खपिसक्ने भएन पकाएर खानै सक्नु भएन कसरी पकाउनु सबै आगो सागो निभाइहाल्यो अनि त्यहाँदेखि भाकल गर्नु भन्दै कति देउता भाकल गरेँ भात पकाउनु सकिनँ भात पकाउनु सकिनँ अनि भाकल गर्दा पनि आदि रहेन अनि अलिअलि झिन्झिच्या भाएर कता कता कुनै काप्चामा अलिअलि भात भुग्न थालेको रहेछ झिकेँ त्यही यसो 1-2 गास खाएँ अनि त्यहाँदेखि मैले त भात पकाउनु पनि सकिनँ हावाले गर्नु गरिहाल्यो भने उनीहरू दैलो ठोकेर बसिगएँ अनि त हावाले छोडेपछि आँधी रहेपछि अनि बाहिर सिक्वामा गुन्द्री सुन्द्री दियो अरे ओढ्ने ओछ्याउने दियो सुतेँ त्यहाँबाट
गएँ बिहान उठेर त्यहाँबाट चैनपुर पुगेँ। चैनपुरमा पनि त्यस्तै बेला सम्झेरी सकुन्जेली हिँड्यो अनि सकेपछि पार्टीबाट हुन्छ कि कसरी हुन्छ खाने मेलो त मिलाउनु पर्यो। अनि बेलुका बास मागेँ त्यस दिन खोइ भएन। बास मागेँ एउटा राइटर भन्ने अधिकारी छेत्री हो कि जैसी हो त्यसकोमा बास मागेँ। ठुलो धनी पनि ठुलो मान्छे। अब बेलुका भात पकाएर खा भन्छन् कि भनेको भनेनन्। जैसीको घर रहेछ भनेन। मकै भट्टा छुटिया छन् दिउँसो खाने मामनानी भने खेतालाई उठेको उब्रिएर आएका छन् थुप्रो मकै भट्टा खाने भने मलाई पनि बेलुका आएको पाउने भोकै सुताउने दिएको खान्न म त मकै भट्टा। विद्यार्थी मान्छे पढ्न जाँदा छ र विद्यार्थी मान्छे भन्यो भने भरे उनीहरूले विद्यार्थीको मान राखेर यसो के सुत्यो भन्ने दुःख सुख दिएका थिए। नखाइ सुतेँ। अनि त्यहाँबाट बिहान उठेर हिँडेँ। त्यो चैनपुर बजार हिँड्दा हिँड्दै हेर्दा हेर्दै 10 बजेछ। भर्खर 2 बजेको छ 10 अलिक बजेको छैन। अनि त्यस्तै पार्टीबाट बल्केँ नि। अनि त्यता गाउँतिर बसेर अलिक पढ्यो भनेर चामल दिएको थियो। त्यो चामलै बोक्याएँ अरे खाएँ। त्यहाँबाट दिङ्ला हिँडेको मान्छे अनि लागेँ दिङ्ला जानु भनेर लागेँ। जाँदा घाम अस्ताउने बेलामा तुङटार त्यो खोलामा 2 जना दिङ्लापट्टिकै मान्छे रचौँदै जाने। म पनि दिङ्ला हिँडेको भने तिनीहरूले खोलो तार्दिए सभाको ठुलो थियो सभाको त्यति बेला जेठको दिन। अनि त्यहाँबाट गएँ तुमिन टाढै त्यो टार ठुलो टार छ। अहिले त हवाई ग्राउन्ड छ अरे त्यहाँ। त्यहाँबाट जाँदै ती 2 जना मान्छेले तार्छन् पयो खोलो भन्ने। त्यो अरुण खोलो तारिदिन्छन्। तिनीहरू तरेर म पनि चढ्छु भने जाउमा भन्ने लागेको थियो। हामीहरू खसी दिएर जानु पर्यो। यता मास्टर जान्छौँ। तिमी जाँदा यहाँबाट जाऊ। यहाँबाट निकै हिँडेपछि कास्कीके घाट आउँछ। त्यो त्यहाँ जाँदा नाउले भन्नु अनि नाउ ल्याउँछ अनि तर्नु भने। झमक्कै रात परो घाम अस्ताए अनि कास्कीके घाट पुगेँ। नाउले भनेर कराएँ वरिपरिबाट नाउवालालाई। अनि पारिपट्टि डेरा बसेर आयो र अनि त्यो नाउको पानी फ्याँको। अनि यसो हेरौँ मान्छे कोही छ भनेर हेरेको होला। अनि आज पानी धेरै बढिया छ भोलि बिहान आउनु है भनेर करायो। अलिअलि सुनिन्छ करायो। आज त्यतै कता बास बस्नु भोलि बिहानै आउनु भोलि बिहान तार्छु भन्नु। अब पारो अब ल्याइदिए भन्छु नि। अब घाट दिने पैसा छैन नि। त्यहाँबाट उँभो लागेँ। जङ्गल सफा गाडी जङ्गल गर्दै अँध्यारो भयो। छमछम छुमछुम गर्दै राति गोर्याटो बाटो भेट्दै त्यसैबाट माथि गाउँमा निस्किएँ। एउटा घरहरू छन्। अनि एउटा घरमा बत्ती बलिरहेको थियो। त्यही बत्ती ताकेर गएँ। राईको घर रहेछ। त्यो राई कि कोदो पिन्दी रहेछ। अनि उसको बुढो चाहिँ बाहिर बसेर छ। उति कोदो पिन्दी रहेछ। कसको घर हो भन्दै गएँ। बास पाइन्छ कि भन्दै। ए को हो भन्दै होइन म त विद्यार्थी दिङ्ला हिँडेको रात परो भने। ए बस न त तर हाम्रो ओड्ने ओछ्यान पनि खाने पनि छैन के खाना दिनु र भन्ने। अनि
हामी चाहिँ कोदो पिँधेर खान्छौँ। आहा उहिले हाम्रो आमा पनि कोदो रोटी हालिदिनुहुन्थ्यो, कति मिठो लाग्छ मलाई त। अब खान्छौ त बाजे खान्छु। आँगनमा आगो बाल्दी, कराई ल्याइदी, तेल ल्याइदी, अनि बाजे ढुङ्ग्रा हालेको गुन्द्रुक, तोरीको गुन्द्रुक छ जाजु खान्छौ भने, ढुङ्ग्रा हालेको भने त खान्छु भने, अनि तोरीको गुन्द्रुक भुजाएर ल्याइदी, कोदा रोटी मजाले लगाएर खाएँ, रौजी खानुभयो, रौजी खाएँ। घिउमा कि त्यतिकै घिउमा तेलमा। ए अनि त्यो राईसित बात गर्दा यहाँ पनि एउटा स्कुल छ, विद्यार्थीहरू दिङ्लाका पनि आएर पढ्छन्, यहाँ माथि छ भनौँ। अनि कहाँ छ त त्यो स्कुल भनेको, विद्यालय भनेको? त्यहाँ माथि जङ्गलमा छ। त्यो खेतदेखि माथि जङ्गल छ, जङ्गलमाथि विद्यालय छ भनौँ। ए ल अब उता घाट तिर्ने पैसा छैन, त्यता पो जानु पर्यो अब। गएँ। ए खोला तर्नु भएकै छैन? कहाँको तर्छ, अरू तरेकै छुइनँ। गएँ, जाँदा आउँदै विद्यालयमा सोध्दै खोज्दै पुगेँ। 5-6जना विद्यार्थी रहेछन्, व्याकरण पढ्ने, कोही वेद पढ्ने। अनि यसो हेरेँ को मान्छे आइलाग्यो, फेरि एउटा आइलागे जस्तो छ भने ती विद्यार्थीहरूले। अनि सोधखोज गरेँ, अनि म उता इलाम बस्ने भने अनि यो बिदा हुने बेला किन आयो त, हामी पनि अब घर जान्छौँ। यति बेला त बिदा हुने बेला पो त, असार लागेपछि बिदा हुन्छ भने। अब बिदा भयो भने के गर्नु त, आइगएँ, थाहा भएन भने। अनि पढ्नु त पाइन्छ नि, पढौँ न सबै भएर। अब एउटा अर्को गर्दै गर्दै भने, अनि त्यहाँ एकछिन बसेपछि ल गुरुहरूका घर जानु भनेर पठाए। गुरुहरूको घर निकै टाढा रहेछ त्यहाँबाट। अनि उनीहरूले बताएअनुसार गएँ। चाँडै थियो, बिहानी रहेछ, किनभने उनीहरू सबै गुरुका छोराहरू नातिहरू सबै लहरै बसेर सन्ध्या गर्दा छन्, सन्ध्यामा बसेका छन्। अनि मलाई पनि सन्ध्या गर्ने ठाउँ त उ गर्थेँ, तर किन बस्या हुन्, के गर्न बस्या हुन् मलाई पत्तो भएन। तपाईँको व्रतबन्ध गरेको थिएन? गरेको थियो। अनि उनीहरूले सन्ध्या गरिसके, अनि सोधखोज गरेँ। म पढ्न आएको इलामको घर। अनि अनि सबै थोक सिधा बनाए। एउटा आलु सब्जी, अचार, कागतीको अचार, गुन्द्रुक, अनि त्यहाँदेखि एउटा टपरामा 1.5 मन जति चामल हालेर, अनि लगेर विद्यालयमा लगेर साथीहरूसित पकाएर खानु भनेर। के छ भने केही पनि छैन भने त म जस्तो यस्तै आएको यस्तै छु भने सिधा दिएँ। अनि दिएर गएर विद्यालयमा लगेर पकाएँ, खाएँ। अनि पढ्न थालेँ। मलाई पढ्न मरै नआउने, केही गर्दा पढ्न नआउने, रुचि पढ्न। 3 दिन भइसक्यो, एउटा मन्त्र आउँदैन। अनि त्यसै गर्दै अनि त्यसको भोलिपल्ट पर्सिपल्ट द्वादशी थियो। विद्यार्थीहरूले लु जा सिधा माग्न। अब हामीहरू सिधा मागेरै खान्छौँ यो, सिधा माग्न जा भनेर पठाए गाउँमा। गएँ, सिधा माग्दै झन्डै 1 पाथी जति चामल भएछन्। विद्यार्थीलाई राम्ररी सिधा गर्दा रहेछन्। 1 पाउनु चामल, सब्जी, तरकारी सबै थोक रहेछन्। अनि चामल हाल्ने एउटा गाग्रोले, माटाको गाग्रो दिए विद्यार्थीहरूले, त्यसैमा खनाएँ। अनि त्यहाँदेखि भात पकाएर खाएँ। अनि पढ्न थालेँ।
मरै पढ्न आउँदैन। अनि भोलिपल्ट पर्सिपल्ट सङ्क्रान्तिको दिन पऱ्यो फेरि पठाए होइन गर्न भनेर उनीहरू कता कता जान्छन् मलाई के पठाए त्यो यो गाउँतिर जा भनेर पठाए। त्यही दिन पनि ल्याएँ चामल निकै नै सब्जीहरू पनि ल्याएँ आलु पनि ल्याएँ। अन्त खाना प्रस्ताव त भइगयो। गोठमा बस्दा भात पकाउनु जानेकै छु। भात पकाएँ खाएँबाट भने अनि तिनी विद्यार्थीका छेउमा सुत्ने गर्दै गर्दै 12-14 दिन भएपछि विद्यार्थीहरू हिँड्ने परे। एक दुईजना मात्रै भन्नु पऱ्यो अरू हिँड्ने परे। अब भोलि जाने पर्सि जाने भन्न थाल्यो। अब म के गर्ने? अब घर खर्च लिएर आउँछु अनि ढुक्कै पढ्छु भन्ने भएर त्यो चामल आफूले पढेका चामल 5 बोरा चामल 5 बोरा भएको थिए 5 बोराको चामल एउटा त्यही धरो पटुकामा पोको पारेर बोकेर हिँडेँ। कसैलाई नभने मैले उनीहरू म घर खर्च लिएर आउँछु भने नि हात त देखाउनु पर्यो। अनि त्यहाँदेखि धुलाबारीमा ल्याएर त्यो चामल 1 रुपियाँको 7 मानाको दरले बेचेँ। 1 रुपियाँको 7 कुरुवा कति भयो? 3 रुपियाँ भयो। 21 कुरुवा भएको थियो। अनि त्यहाँदेखि आएँ घर। अनि त्यसै गर्दै गर्दै आएँ घर आइपुगेँ। 5-6 दिन लाग्यो वहाँ पुग्नलाई? जाँदा 6 दिन कति लाग्यो? 5 दिन जाँदा आउँदै 1 बास 2 बास 3 बास 4 बास 5 बासमा मात्रै पुगेँ। चन्दनपुर भन्ने ठाउँमा जिङ्ला पुगेर त्यहीँबाट घुरेँ नि। अब आएँ घर आएर कहाँ गएको म उता जिङ्ला गएको खर्च नभएर आएँ। 12 लाख खर्च गरेर 2 खुला नानी 2 खुला त दिए लाख खर्च गरेर